आमा 5 लाख आना जग्गा धनलाई पैसाको आपत नै परेको हुँदा एकदमै मिलाएर दिँदै हुनुहुन्छ। 15 दिन भित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ है। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको यो विज्ञापन गर्ने क्रममा तपाईहरुलाई यस्तो राम्रो जग्गा देखाउँदै छु कि जम्मा आनाको 5 लाखमा पनि जग्गा पाउनुहुन्छ। हो, पाउनुहुन्छ हजुर। काठमाडौँको नयाँ बस पार्कदेखि लगभग तपाईहरु बाइकमा सरेर आदिदेखि 1 घण्टामा आउने ठाउँमा जम्मा तपाईहरुले 5 लाख आनाले जग्गा पाउनुहुन्छ। त्यो पनि बाटो छैन होला भनेर नसोच्नुस्। बाटो हेर्नुस् न, यो रुटको गाडी चल्ने ठुलो बाटो रहेको छ। तपाईहरुलाई एकदमै जग्गा दैनलाई अप्ठ्यारै परेको हुँदा मिलाएर दिँदै हुनुहुन्छ। यो एरियामा आनाको 10-12 लाख पनि भन्दा रहेछन्। 50% भन्दा पनि सस्तोमा पाउँदै हुनुहुन्छ। तपाईहरुलाई जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ, साइडमा राम्रो राम्रो घरहरू बनेको छ। बजारको दृश्य यहाँदेखि पुरै हेर्न सक्नुहुन्छ तपाईले। यो साइडदेखि त्यो एकछिनमा देखाउने छु। यहाँ आमाहरू पनि हुनुहुन्छ। आमा नमस्कार है। नमस्कार, आरामै हुनुहुन्छ? हजुर हजुर, हजुरको घर यो यही घर हो हजुरको? यहाँ बस्नु भएको छ? ए कति भयो हजुर यहाँ बस्नु भएको? बस्नलाई आनन्द छ यो ठाउँ? यो हजुरले पसल पनि चलाउनु भएको छ? पसल छैन, सटर राख्नु भएको छ, यतिकै छ है। बस्नलाई आनन्द, धेरै आनन्द। काठमाडौँदेखि कति टाढाको पर्छ यहाँ हजुर? काठमाडौँदेखि कति टाढा पर्छ लगभग भनिदिनु त्यो पनि थाहा छ हजुरलाई? ल ठिक छ। यहाँनिर के छ, यो स्ट्रबेरी हो कि के भन्ने सुनेको छु नि मैले। ए स्ट्रबेरीले यहाँ कोठा भाडामा लिएको छ। यहीँदेखि स्ट्रबेरी सबै काठमाडौँमा सप्लाई गर्नुहुन्छ उहाँले। व्यापार एउटा हैन, व्यापारिक चोक भनौँ न। अनि यो बजारलाई ठ्याक्कै के भन्छ आमा? काउले भन्छ है। काठमाडौँदेखि बाइकमा आजदेखि 1 घण्टामा आइपुगिन्छ है यहाँ? यहाँ बस्नलाई आनन्द। ल राम्रो जानकारी राख्नु आमा, हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु है। ल तपाईहरुले सुनिहाल्नु भयो, यहाँ एकजना छिमेकी आमाको कुरा। बस्नलाई आनन्द हैन। साइडमा स्ट्रबेरीले हैन सटर पनि भाडामा ल्याएर व्यापार बिजनेस गरिरहेको छ। यहाँदेखि काठमाडौँ पनि सप्लाई भइरहेको छ। अब तपाईहरुले यो भागदेखि देखाउन चाहे हैन। यो भागमा हेर्न सक्नुहुन्छ भने यहाँनिर हेर्न सक्नुहुन्छ ग्यास पसल मजाले सटर पसलै पसल लक्सरे हैन। तपाईहरुलाई यहाँ अर्को आनन्द भनेको अहिले यहाँनिर हेर्न सक्नुहुन्छ बादल कुहिरो आइसकेको छ हैन। यहाँनिर रिसोर्ट होटल कटेज टाइपको खोल्नु भयो भने मजाले चल्छ, किनकि काठमाडौँदेखि नजिकै आनन्दको फ्रेस हावापानीमा हैन व्यापार बिजनेस चलाउन सक्नुहुन्छ तपाईले। अब यहाँदेखि पुरै हेर्नुस् न भ्यू, आहा नि पारिपट्टि घाम लागिरहेछ, यहाँनिर हेर्न सक्नुहुन्छ कुहिरो लागिरहेछ। बस्नलाई कति आनन्द। तपाईहरुलाई यसको बारेमा सम्पूर्ण जानकारी दिँदैछु, अन्तिमसम्म हेर्नु होला। अनि अर्को कुरा ल हेर्नुस् है, काठमाडौँदेखि सलक्क आउने बाटो, यो बाटो बन्दैछ है। साइडमा वालदेखि लाउने काम धमाधम भइरहेछ अहिले हामी आउँदा पनि हैन। टक्क सबै यो वाल लागिसक्दा सर्र बाटो चिल्लो हुन्छ। तपाईहरु उत्तिखेर यो जग्गामा आइपुग्नुहुन्छ। अब तपाईले हेर्न सक्नुहुन्छ यो बाटो सर्लक्क ठुलो हाइवे बाटो, बसको गाडी चल्ने, रुटको गाडी चल्ने, किको गाडी चल्ने यो हाइवे बाटो रहेको छ है। तपाईहरुलाई यो बाटो सर्लक्क काठमाडौँदेखि आदिदेखि 1 घण्टामा बाइकमा टक्क यहाँनिर आइपुग्नुहुन्छ। यो ठाउँलाई काउले भन्छ है त। ठ्याक्कै यो नुवाकोट जिल्लाभित्र पर्छ। यो पछिको लागि एउटा व्यापारिक हब। यहाँदेखि तपाईहरु यो एउटा चोक सेन्टरै पर्छ के लगभग। तपाईको काठमाडौँदेखि लगभग बाइकमा आदिदेखि 1 घण्टाको दूरीमा सर्लक्क यहाँदेखि ककनी पनि जान सक्नुहुन्छ। अलिकति माथि भने तपाईहरु यहाँदेखि यता काउले भन्ज्याङ पुलिस चौकी अरु कता कता जाने बाटो छ हैन। जता जान पनि यहीँबाट सेन्टर लोकेसन। त्यो आउँदा यहाँनिर एउटा व्यवसाय गर्नुभयो, पसल चलाउनु भयो, रिसोर्ट चलाउनु भयो भने एकदमै राम्रो हुन्छ है त। आहा नि यति राम्रो जग्गा हेरेर किनौँ पनि लाग्यो होला। बस्नलाई आनन्द। प्रेम भाइले त कुहिरो लगाएको बेला, पानी परेको बेला देखाउँछ, क्लियर पनि देखाएन भनेर नभन्नु होला। अब मौसम नै यस्तै पर्यो, तपाईलाई जस्तो आउँछ त्यस्तो सकेको देखाउने ट्राई गर्दैछु। तर यो मौसम क्लियर भएको बेलामा आउनुभयो भने एकदमै राम्रो भ्यू, हाइटमा आनन्दको ठाउँ हेर्न तपाईले पाइ नै हाल्नुहुन्छ है त। अब यो टोटल 4 रोपनी है। लोकेसन ठ्याक्कै यो नुवाकोटको काउले, काठमाडौँदेखि बाइकमा सरेर आदिदेखि 1 घण्टामा आइपुग्ने ठाउँ है त। अब 4 रोपनी चान्चुन रहेको छ। काटेर आधा लिन्छु भन्दा पनि मिल्ने, पुरै लिन्छु भन्दा पनि मिल्ने, हाइवे बाटो टच, किको गाडी चल्ने बाटो टच रहेको जग्गा। व्यापारिक योजनामा केही व्यवसाय गर्छु भन्दा यो जग्गा ल्याएर मिल्ने जग्गा रहेको छ है त।
अब तपाईँहरूले यो जग्गाको मूल्य धेरै छैन। अहिले जग्गादारले एकदमै आपत नै परेको हुँदा जसरी हुन्छ बिक्री गर्दै हुनुहुन्छ उहाँले, किनकि उहाँले पैसा अरूको चलाइसक्नु भयो रहेछ। त्यो हुँदा यो बेचेर आफ्नो व्यापार मिलाउँदै हुनुहुन्छ है, आफ्नो व्यापारहरू मिलाउँदै हुनुहुन्छ। त्यो हुँदा एकदमै मिलाएर जम्मा आनाको 5 लाखले दिँदै हुनुहुन्छ। आजको बिक्रीमा रहेको जग्गा यहाँदेखि हेर्न सक्नुहुन्छ अगाडिसम्म त्यो रुख छ नि, त्योभन्दा अलि यतादेखि सलक्क तलसम्म जान्छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है। ल हेर्नुहोस्, टक्क यहाँदेखि सर्लक्क पछाडि तलसम्म जान्छ है त। अब यो साइड हेर्नुहुन्छ भने एउटा घर पनि रहेको छ। यो 3 तला जतिको घर रहेको छ है। 3 तलाको घर हेर्न सक्नुहुन्छ। यसमा 2वटासम्म पसल चलाउन मिल्ने स्पेस, तलपट्टि कोठाहरू रहेको छ भने यतापट्टि अझै खाली स्पेस पनि पाउनुहुन्छ। यहाँदेखि पनि सिधै तल सर्लक्क तल जान्छ है त यो जग्गा। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ। यहाँदेखि सिलिक्क तलसम्म जान्छ भने अब यहाँनिर तपाईँहरूले मोडा पनि राम्रो पाउनुहुन्छ। यो टोटल जग्गा 4 रो पनि रहेको छ भने अगाडि यो बाटो हेर्न सक्नुहुन्छ। यो बस चल्ने बाटो रहेको छ है। यहाँदेखि सर्लक्क ककनी जाने यो मेन बाटो, ठुलो बाटो रहेको छ भने साइडमा हेर्न सक्नुहुन्छ यति राम्रो घर रहेको छ। र यहाँनिर हेर्न सक्नुहुन्छ के लेखेको छ तपाईँहरूले, हाइमबेरी है, स्ट्रबेरी है त। स्ट्रबेरी यहाँदेखि काठमाडौँ जताकतै सप्लाई गर्नुहुने रहेछ। यहाँ व्यापार बिजनेस पनि राम्रो चल्ने ठाउँ भन्दा पनि हुन्छ है त। अब यो साइडमा हेर्नुहुन्छ भने ग्यास पसलहरू होइन, पसलहरू, अरू पसलहरू राम्रो राम्रो चलिरहेको छ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो सेन्टर लोकेसनमा जग्गा पनि हेर्नुभयो, मन पारिसक्नुभयो, किन्ने विचारमा पनि हुनुहुन्छ, अरू जानकारी पनि दिनेछु, हेर्दै गर्नु होला है त। नि यो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन लाग्यो होला। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँदेखि नजिकै नयाँ बस पार्कदेखि लगभग तपाईँहरू बाइकमा आधीदेखि 1 घन्टामा सरेर आइपुग्नुहुन्छ भने यो जग्गालाई ठ्याक्कै काउले चोक भन्छ है। यहाँदेखि ककनी जान पनि सक्नुहुन्छ तपाईँहरू होइन। अझै उता जानुहुन्छ भने बजारमा, रसुवा, जताकतै जाने सेन्टर लोकेसन भन्दा पनि हुन्छ है त। अब यो चोककै भन्दा पनि हुन्छ। यो चोक रहेको छ, बाटो पनि सरेर हेर्न सक्नुहुन्छ। रुटको गाडी चल्ने हाइवे बाटो रहेको छ, बजार बसिसकेको छ। तपाईँले यो जग्गा किन्दै गर्दा यो 3 तलाको घर फ्रीमा पनि पाउनुहुन्छ है त। अब यो टोटल जग्गा 4 रो पनि काटेर आधा लिन्छु भन्दा पनि मिलो, सबै लिन्छु भन्दा पनि मिलो। पूर्व फर्केको हाइटमा रहेको एकदमै राम्रो रिसोर्टहरू खोल्नको लागि, पसलहरू चलाउनको लागि एकदमै राम्रो सस्तो बजेटमा काठमाडौँदेखि नजिकै जम्मा आनाको 5 लाखले लिन सक्नुहुनेछ। लिन चाहनुहुन्छ ढिला नगर्नुहोस्, साइडमा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।